नमस्ते साथीहरु, स्वागत छ यहाँहरुलाई आजको यस भिडियोमा। यस भिडियोमा हामीहरु कुरा गर्ने छौं त्रैमासिक रिपोर्टहरु सार्वजनिक गरेका कमर्सियल ब्याङ्कहरुको बारेमा। 2081-82 को तेस्रो त्रैमासिक प्रतिवेदनहरु कम्पनीहरुले सार्वजनिक गरिरहेका छन्। त्यसमध्ये कमर्सियल ब्याङ्कहरुले चाहिँ अब सार्वजनिक गरिसकेका छन् र कमर्सियल ब्याङ्कहरुको तुलनात्मक रूपमा हामीले इन्डस्ट्री वाइज हेर्दाखेरि के कस्तो देखिन्छ भनेर आज हामी छलफल गर्ने छौं। यस भिडियोमा चाहिँ हामीले अब राष्ट्रिय वाणिज्य ब्याङ्कलाई चाहिँ समावेश गरेका छैनौं, किन भन्दा राष्ट्रिय वाणिज्य ब्याङ्क चाहिँ नेपाली स्टक एक्सचेन्जमा लिस्टेड छैन। हामी चाहिँ अब नेपाली स्टक एक्सचेन्जमा ट्रेडेबल भएका कमर्सियल ब्याङ्कहरुको बारेमा मात्र छलफल गर्ने छौं। यसमा चाहिँ कुल 19 वटा कमर्सियल ब्याङ्क चाहिँ हाम्रो लिस्टेड रहेको छ नेप्सेमा। त्यसको चाहिँ अब तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार के कस्तो रह्यो त 81-82 मा चाहिँ हेरौं है त। अब यहाँ चाहिँ हामीले कम्पनीको नाम भन्दा पनि सिम्बललाई चाहिँ समावेश गरेका छौं। यसमा चाहिँ अब हामीले यहाँ कम्पनीको चाहिँ मे 4 तारिक अनुसारको चाहिँ 2025 मे 4 तारिक अनुसारको चाहिँ हामीले यो एलटीपी क्लोज प्राइस चाहिँ हामीले समावेश गरेका छौं भने कम्पनीको पेड अप अनि डिपोजिट, लोन्स एन्ड एडभान्सेस, त्यसपछि इन्ट्रेस्ट इन्कम, नेट प्रॉफिट, डिस्ट्रिब्युटेबल प्रॉफिट, त्यसपछि ईपीएस, बुक भ्यालु अनि एनपीएल, सीडी रेशियो, पी रेशियो र पीबी रेशियो हामीले यहाँ समावेश गरेका छौं। सुरुमा कुरा गरौँ हामी यहाँ अब पेड अप वाइज हेर्दाखेरि तपाईको चाहिँ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ ग्लोबल आईएमई, त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क, नोबेल ब्याङ्क, त्यसपछि कुमारी ब्याङ्क, यिनीहरुको चाहिँ अब तपाईको पेड अप क्यापिटल चाहिँ एकदमै बढी देखिन्छ भने त्यसपछि चाहिँ कम पेड अप हुने कमर्सियल ब्याङ्कमा चाहिँ स्ट्यान्डर्ड चार्टर छ, एसबीआई छ, माछापुच्छ्रे ब्याङ्क छ, एभरेस्ट ब्याङ्क छ, सानिमा ब्याङ्क छ, अनि त्यसपछि सिद्धार्थ ब्याङ्क छ, त्यसपछि नेपाल ब्याङ्क छ, सिटिजन ब्याङ्क छ। यसरी चाहिँ क्रमशः रूपमा रहेको छ। त्यसपछि हामी डिपोजिटमा जान्छौं। कसले चाहिँ बढी डिपोजिट गरेको छन्, कसले चाहिँ कम डिपोजिट गरेको छन् भन्ने कुरा भन्दा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चाहिँ कतिको चाहिँ कसले डिपोजिट बढी र कम गरे भन्ने कुरामा चाहिँ हामी बेसी फोकस हुनेछौं। भनेको व्यापार चाहिँ कतिको अघिल्लो सालभन्दा कतिको व्यापार चाहिँ वृद्धि गरेर लए कमर्सियल ब्याङ्कहरुले, हामी त्यसमा जोड दिनेछौं। यसमा चाहिँ अब हामी हेरौं तपाईको एभरेस्ट ब्याङ्कको चाहिँ राम्रो देखिन्छ। 24.17% ले चाहिँ तपाईको चाहिँ डिपोजिटमा वृद्धि गरेको छ। त्यसैगरी अब हामी डिपोजिटको मात्र नहेरौं, त्यसपछि हामी लोन्स एन्ड एडभान्सेसको पनि हेर्छौं। अब 24.17% ले तपाईको डिपोजिट गरेको छ भने 20.85% ले चाहिँ ऋण प्रवाह गरेको छ है। त्यसपछि प्राइम कमर्सियल ब्याङ्कको पनि डिपोजिट हेर्नुस् 20.87% ले वृद्धि गरेको छ भने तपाईको लोन्स एन्ड एडभान्सेस चाहिँ 14.94% को वृद्धि रहेको छ। लोन्स एन्ड एडभान्सेस पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढेर गएको छ भने डिपोजिट पनि बढेर नै गएको छ है। त्यसपछि जाम अब हामी एनएमबी मा जाऊ। एनएमबी को हेरौं। एनएमबी को पनि तपाईको चाहिँ राम्रै नै छ, बढेरै गएको छ, डिपोजिट पनि बढाएको छ एनएमबी ले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमास भन्दा। त्यसैगरी लोन्स एन्ड एडभान्सेसमा पनि वृद्धि गरेको छ। त्यसपछि तपाईको रहेको छ नेपाल ब्याङ्कको। नेपाल ब्याङ्कको पनि समग्रमा एकदमै राम्रो देखिएको छ हैन। एनआईसीआईसीआई को चाहिँ अघिल्लो आर्थिक वर्षको तुलनामा हेर्दाखेरि चाहिँ डिपोजिट पनि घटेर गएको छ भने लोन्स एन्ड एडभान्सेस पनि तपाईको ऋण प्रवाह पनि तपाईको चाहिँ घटेर चाहिँ गएको देखिन्छ अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा। त्यसपछि हामी कुरा गर्छौं इन्ट्रेस्ट इन्कमको कुरा गर्दाखेरि अब अघिल्लो आर्थिक वर्षमा चाहिँ कसले अघिल्लो आर्थिक वर्षभन्दा अहिले चाहिँ कसले बढी चाहिँ इन्ट्रेस्ट इन्कम चाहिँ गर्यो भन्ने नै कुरा गर्छौं हामीले यसमा पनि। यसमा चाहिँ तपाईको सबैको इन्ट्रेस्ट इन्कम चाहिँ घटेर गएको देखिन्छ हैन। त्यसपछि अब हामी कुरा गरौँ नेट प्रॉफिटको कुरा गर्दाखेरि अब हामी यहाँ पनि पर्सेन्टेज चेन्जकै कुरा गर्छौं हैन। पर्सेन्टेज चेन्जकै हिसाबले तपाईको अघिल्लो आर्थिक वर्षको तुलनामा इयर ओभर इयर ग्रोथ चाहिँ कसको के बढी रहेछ भनेर चाहिँ हामी कुरा गर्छौं। त्यसमा चाहिँ
अब हेर्दाखेरि नेपाल बैंकको चाहिँ अत्याधिक बढी चाहिँ तपाईको वृद्धि देखेको छ 2032 प्रतिशतको वृद्धि भनेको व्यापक वृद्धि चाहिँ एकाएक वृद्धि भएको देखिन्छ। त्यसै गरी तपाईको एनएमबी बैंकको पनि राम्रो देखिन्छ वृद्धि। त्यसै गरी चाहिँ अब तपाईको ग्लोबल आइएमबी बैंकको पनि राम्रो देखिन्छ वृद्धि हैन। त्यसै गरी चाहिँ अब हाम्रो एभरेस्ट बैंकको पनि राम्रो वृद्धि देखिन्छ पनि माछापुच्छ्रे बैंक, सानिमा बैंक सबैले चाहिँ यसरी राम्रो चाहिँ तपाईको नेट प्रॉफिटमा चाहिँ वृद्धि गर्दै गएको चाहिँ छन्। त्यसपछि हामी कुरा गर्छौं डिस्ट्रिब्युटेबल प्रॉफिटको हिसाबले है। डिस्ट्रिब्युटेबल प्रॉफिटको हिसाबले हेर्दाखेरि चाहिँ बढी डिस्ट्रिब्युटेबल प्रॉफिट हुनेमा चाहिँ तपाईको चाहिँ एभरेस्ट बैंक देखिन्छ भने त्यसपछि ग्लोबल आइएमबी बैंक, त्यसपछि नोबेल बैंक देखिन्छ हैन। त्यसै गरी तपाईको डिस्ट्रिब्युट गर्न नसक्ने स्थितिमा रहेका बैंकहरुको कुरा गर्दाखेरि चाहिँ एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, एनएसएसिया बैंक, कुमारी बैंक र हिमालयन बैंक चाहिँ तपाईको लामांश डिस्ट्रिब्युट गर्न नसक्ने स्थितिमा अहिले देखिन्छ। त्यस्तै गरी कुरा गर्नुपर्दा तपाईको चाहिँ ईपीएस को हिसाबले कुरा गरौँ है। ईपीएस को हिसाबले कुरा गर्दाखेरि प्रति शेयर आम्दानी चाहिँ तपाईको एभरेस्ट बैंकको सर्वाधिक रहेको छ 35.61। त्यसै गरी त्यसलाई एभरेस्ट बैंकले पछाइरहेको छ स्ट्यान्डर्ड चार्टर बैंकले। स्ट्यान्डर्ड चार्टर बैंकको 28.8 छ पनि। त्यसै गरी नेपाल बैंक को पनि 25.26% को चाहिँ तपाईको प्रति शेयर आम्दानी रहेको छ। त्यसै गरी अब हामी कुरा गर्छौं बुक भ्यालुको। सर्वाधिक बुक भ्यालु हुनेमा नेपाल बैंक लिमिटेड रहेको छ। त्यस्तै गरी एभरेस्ट बैंक लिमिटेड तपाईको चाहिँ सर्वाधिक बुक भ्यालु हुनेमा रहेको छ। नेपाल बैंकको चाहिँ 260.74 रहेको छ भने एभरेस्ट बैंकको तपाईको 235.46 रहेको छ है। 47 रहेको छ 235.47। त्यसै गरी नोबेल बैंकको पनि राम्रो 200 माथि नै तपाईको बुक भ्यालु रहेको छ भने स्ट्यान्डर्ड चार्टर बैंकको अनि त्यसपछि सिद्धार्थ बैंकको पनि 200 माथिको बुक भ्यालु रहेको छ। अब एकदम कम बुक भ्यालु हुनेमा चाहिँ कुमारी बैंकको 134.43 रहेको छ सबैभन्दा कम बुक भ्यालु हुनेमा। त्यसै गरी अब हामी रिटर्न अन इक्विटी को कुरा गरौँ। तपाईको सर्वाधिक रिटर्न अन इक्विटी हुनेमा चाहिँ तपाईको एभरेस्ट बैंक लिमिटेडको 15.12% को रहेको छ भने स्ट्यान्डर्ड चार्टर बैंकको चाहिँ 13.85% को रहेको छ। त्यस्तै गरी नोबेल बैंकको 11% को रहेको छ भने सानिमाको चाहिँ 10.06% को रहेको छ। त्यसै गरी एनएमबी बैंकको 10.02% रहेको छ। नेपाल बैंक चाहिँ 10% भन्दा तलको चाहिँ थोरै तलको चाहिँ तपाईको आरओई नेपाल बैंकले चाहिँ मेन्टेन गरेको छ 9.69% को। त्यसै गरी कुरा गर्नुपर्दा एनपीएल को कुरा गर्दाखेरि चाहिँ सबैभन्दा कम नन परफर्मिङ लोन भएको कमर्सियल बैंकमा चाहिँ एभरेस्ट बैंक देखिन्छ। त्यस्तै गरी चाहिँ अब स्ट्यान्डर्ड चार्टर बैंकको 1.44% रहेको छ। त्यसै गरी तपाईको सानिमा बैंकको 3.42% रहेको छ भने बाँकी सबै कमर्सियल बैंकहरुको 4% भन्दा माथिको चाहिँ एनपीएल रहेको छ। त्यसमा चाहिँ सर्वाधिक तपाईको हिमालयन बैंकको चाहिँ 7.68% को चाहिँ एनपीएल रहेको छ। त्यस्तै गरी अब हामी कुरा गर्छौं सीडी रेशियोको। सीडी रेशियो चाहिँ अब तपाईको के हुन्छ भन्दाखेरि अत्याधिक धेरै भएको पनि राम्रो हैन, अत्याधिक कम भएको पनि राम्रो हैन। यसलाई के बुझ्नुस् भन्दाखेरि तपाईको चाहिँ रिसोर्सलाई चाहिँ कसरी तपाईको कमर्सियल बैंकले युटिलाइज गरेका छन् भन्ने कुरा चाहिँ तपाईको सीडी रेशियोले हेर्नु। यसमा चाहिँ अब अत्याधिक धेरै बानी राम्रो भएन, कम बानी राम्रो भएन। अब अहिलेको चाहिँ अब राष्ट्र बैंकको मापदण्ड अनुसार चाहिँ सबैले चाहिँ आफ्नो सीडी रेशियो चाहिँ मेन्टेन गरेको देखिन्छ। यति सबै जानकारीहरु हेर्दाखेरि हामीले के बुझ्यौ भन्दाखेरि यहाँ चाहिँ अब हामीले राम्रो देखेको कम्पनीहरुमा कमर्सियल बैंकमा चाहिँ एभरेस्ट बैंकको तुलनात्मक हिसाबले सबै तपाईको हामीले कुरा गरेका पार्टिकुलर्सहरुमा राम्रो चाहिँ स्थिति एभरेस्ट बैंकको देखिन्छ। त्यस्तै गरी स्ट्यान्डर्ड चार्टर बैंकको पनि राम्रो देखिन्छ। नोबेल बैंकको पनि तुलनात्मक हिसाबले अरु भन्दा राम्रो देखिएको छ भने त्यसै गरी कुरा गरौँ हामी नेपाल बैंकको। त्यसै गरी अब हामी कुरा गरौँ पी रेशियोमा जाउँ, हामी प्राइस रिलेटिभ इन्डिकेटर्सहरुमा जाउँ। पी रेशियो तपाईको
सबैभन्दा कम भएको भनेको नेपाल बैंकको रहेछ। नेपाल बैंकको 9.73 पी रेशियो छ। अब पी रेशियो र पीबी रेशियोमा के हुन्छ भन्दाखेरि यसलाई चाहिँ हामीले प्राइससँग रिलेट गरेर हेर्ने गरिन्छ। अब हामी के कुरा बुझाउँदा 15 भन्दा मुनिलाई चाहिँ अहिलेलाई चाहिँ अब हामी पी रेशियो चाहिँ राम्रो पी रेशियो भएको कम्पनीमा चाहिँ हामीले हेर्न सक्छौँ। त्यसमा चाहिँ अब हामीले के देख्यौँ भन्दाखेरि 4वटा कम्पनीलाई देख्यौँ, कमर्सियल बैंकलाई देख्यौँ। 4वटा कमर्सियल बैंकमा नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, के अरे एनएमबी बैंक, त्यसपछि ग्लोबल आइएमई बैंक रहेको छ। त्यस्तै गरी अब हामी पीबी रेशियोको हिसाबले कुरा गर्छौँ। 1 भन्दा मुनि पीबी रेशियो चाहिँ प्राइस टु बुक रेशियो चाहिँ नेपाल बैंकको आएको छ। यो हिसाबले हेर्दाखेरि नेपाल बैंकको चाहिँ पीबी रेशियो एकदमै न्यून छ। यो भनेको अन्डर भ्यालुड स्टक हामीले भन्नुपर्छ। तर अब अन्डर भ्यालुड स्टक के मानेमा भन्ने भन्दाखेरि तपाईलाई चाहिँ एउटा हिसाबले कस्तो हुन्छ भन्दाखेरि कुनै पनि अवस्थामा जस्तै कुनै कम्पनी चाहिँ एकदम नराम्रो स्थितितिर गुज्रिँदैछ भने कहिलेकाहीँ चाहिँ कस्तो भइदिन्छ भन्दाखेरि इन्भेस्टर्सहरूले त्यो कम्पनीलाई चाहिँ रिजनेबल प्राइस दिन नखोजेको, यसको अझै तल आउँछ भन्ने किसिमले चाहिँ डिफाइन गरेको जस्तो चाहिँ बुझ्न पनि सकिन्छ। तर नेपाल बैंकको केसमा यसो हेर्दाखेरि चाहिँ नेपाल बैंकको चाहिँ एकदम राम्रो चाहिँ रिपोर्ट देखिन्छ। नेपाल बैंकले प्रफिटको हिसाबले होस् अथवा तपाईको भ्यालुको हिसाबले होस्, हरेक हिसाबले चाहिँ नेपाल बैंक चाहिँ अगाडि नै देखिएको छ। त्यसरी हेर्दाखेरि चाहिँ हामीले नेपाल बैंकलाई चाहिँ हामीले अन्डर भ्यालुड भनेर मान्नुपर्छ। र अहिलेको हिसाबले हेर्दाखेरि नेपाल बैंकको शेयर तपाईहरु यदि लङ टर्म लगानी गर्दा हुनुहुन्छ, तपाईहरुले अहिले शेयर किनेर मजाले केही समयसम्म मजाले बस्न सक्नुहुन्छ भने तपाईले चाहिँ नेपाल बैंकको शेयर किन्न तपाईलाई चाहिँ एकदम उत्तम देखिन्छ। 2 भन्दा माथि हुने पीबी रेशियो हुने कम्पनीमा चाहिँ कमर्सियल बैंकमा चाहिँ एसबीआई बैंक, नोबेल बैंक, एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिन्छ हैन। त्यो चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि तपाईले बढी देख्नु भयो होला। स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंकको त तपाईको परफर्मेन्स सबैमा राम्रो थियो, तर चाहिँ के छ तपाईले पीबी रेशियो चाहिँ बढी देख्नु भएको छ। अब यो हिसाबले कुरा गर्दाखेरि यसमा के हुन्छ भन्दाखेरि तपाईले पीबी रेशियो हेर्दाखेरि बढी देख्नुभयो भने यसलाई ओभर भ्यालुड भन्दा पनि यसलाई कस्तो पनि बुझ्नुपर्छ भन्दाखेरि यदि कुनै कम्पनीले राम्रो परफर्मेन्स गरिरहेको छ, फन्डामेन्टली राम्रो परफर्मेन्स गरिरहेको छ र इन्भेस्टर्सहरु चाहिँ त्यो कम्पनीमा धेरै आकर्षित भएको छन्, फ्युचरमा हुने तपाईको चाहिँ ग्रोथ देखेर चाहिँ यदि इन्भेस्टर्सहरु चाहिँ त्यो कम्पनीमा चाहिँ एट्र्याक्टेड भएको छन् भने त्यस्तो कम्पनीको पनि तपाईको प्राइस चाहिँ वृद्धि भएर गएको हुन्छ। त्यही केस रहेको छ तपाईको एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक है। त्यसमा नोबेल बैंकको पनि छ। यसरी बुझ्दाखेरि तपाईहरुले बुझ्न सक्नुहुन्छ अब कमर्सियल बैंकमा चाहिँ के कस्तो रहेको छ स्थिति र आफूले लगानी गर्दाखेरि कमर्सियल बैंकमा कसरी लगानी गर्ने। किन भन्दा यति कुरा बुझ्नुस् कि इन द एन्ड हामीले लगानी गर्ने भनेको राम्रो कम्पनी हेरेर नै हो। राम्रो कम्पनी हेरेर नै लगानीबाट चाहिँ हामीले कहिले पनि धोका खादैनौं। हस्त धन्यवाद।